नमस्कार, नेपाली कमेडी भण्डारको 5औं श्रृंखलामा यहाँलाई हार्दिक स्वागत छ। यसअघिका प्रस्तुतिहरूप्रति दर्शकहरूको गहिरो अभिरुचिले हामीलाई खुशी बनाएको छ। त्यसकारण दर्शकहरूको माया र सद्भावले हामीलाई थप जिम्मेवारी बोध गराएको छ र विगतभन्दा पनि अझ राम्रा र मनोरञ्जनात्मक प्रस्तुतिहरू दिनुपर्ने हाम्रो दायित्व अभिवृद्धि भएको छ। हास्य व्यङ्ग्य र कमेडीको यो यात्रालाई अझै फलदायी बनाउन तपाईहरूको अझै ठूलो सहयोग र साथ हामीलाई आवश्यक छ र त्यो सहयोग र साथ भविष्यमा पनि अवश्य र निरन्तर पाउनेछौं भन्नेमा हामी विश्वस्त छौं र हामीले पनि त्यो विश्वासलाई निरन्तर कायम राख्दै तपाईहरूको रुचिअनुसार कार्यक्रमलाई थप परिष्कृत गर्दै लैजानेछौं। अझैसम्म हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने गरिहाल्नुहोला भन्ने आग्रह गर्दै ढिला नगरी आजको कार्यक्रम अगाडि बढाउने अनुमति चाहन्छु। एक पटक श्रीमान श्रीमती घुम्न गएका थिए। बाटोमा एउटा गधा भेटियो। त्यसपछि श्रीमतीलाई ठट्टा गर्न मन लाग्यो र श्रीमानतर्फ इशारा गर्दै श्रीमतीले भनिन्, तपाईको इष्टमित्र आएका छन्, नमस्ते गर्नुस् न। ओहो हो त, नमस्ते ससुराजी। आजकलका बाबुआमाहरूले छोराछोरीलाई स्कुल बसमा छोड्न जाँदा यस्तोसँग बाई बाई गर्छन् कि माने उनीहरूलाई पढ्न होइन विदेश यात्रामा पठाएका हुन्। तर हाम्रो जमाना यस्तो थियो कि सधैँ बाबुले स्कुल पढाउँदा पछाडि 2 लाख हिर्काएर पठाउँथे। यदि श्रीमतीलाई श्रीमानको 5 वटा जति मिस कल गएको रहेछ भने श्रीमतीले सोध्छिन् कि के थाहा आज यिनलाई के भएको। यदि श्रीमानलाई श्रीमतीको 5 मिस कल गएको रहेछ भने श्रीमानले सोध्छन् कि के थाहा आज अब मेरो के हुने हो। बाबाजी, निरोध र मेरो श्रीमानको बीचमा सम्बन्ध अलि बिग्रिएको छ। अलिकति माया प्रेम पनि घटे जस्तो छ। केही उपाय छ भने बताउनुहोस् न। शनिबारका दिन फेसबुक र आइतबारका दिन व्हाट्सएपको व्रत बस बालिके, सब ठीक हुन्छ। मानिसको शरीरमा 1 लाख भन्दा बढी नसाहरू हुन्छन्, तर कति बेला कुन नसा च्याप्ने भन्ने कुरो चाहिँ उसको श्रीमतीलाई मात्र थाहा हुन्छ। बिहे हुनुभन्दा अगाडि त खुब ठुल्ठुला खुला गर्थ्यौ त। हामी गाउँको सबैभन्दा ठुलो बाउको छोरा हो भन्थ्यौ। यस्तै हालतले अनि तँलाई के लाग्छ मैले झुटो बोलेको छु? म अझै पनि भन्छु, गाउँमा हाम्रो बुवा भन्दा ठुलो कोही पनि छैन। 115 वर्षको हुनुभयो उहाँ। उल्लु एउटा यस्तो शब्द हो जुन शब्दको उच्चारण गर्न साथ मुख पनि उल्लुकै जस्तो हुन्छ। अरे ओ भाइ, तपाईले त तुरुन्तै ट्राई गरिहाल्नु भयो त। तिमी किन दुखी भएको प्रिय? आज मैले लाइसेन्स देखाउन नपाउँदा ट्राफिकलाई जरिमाना तिर्नु पर्यो। तर तिम्रो लाइसेन्स थियो, किन देखाइनौ त? त्यो लाइसेन्समा मेरो फोटो राम्रो थिएन, त्यही भएर देखाइनँ। ए बाबु, के छ हाल खबर? ठिकै छ। पढाइ लेखाइ कस्तो चल्दैछ त? तपाईको जिन्दगी जस्तै। मतलब
भगवान भरोसा। एक महिनादेखि बेपत्ता भएका श्रीमान एक दिन अचानक घरमा फर्के। कहाँ जानुभएको थियो हे नाथ? हे प्रभु, म तिम्रो वियोगमा बिरामी भएको थिएँ। यस्तो बिरामी भएँ कि यदि म मरेकी भए के हुन्थ्यो? के फरक पर्छ र? मैले मसान घाटको चाबी आफैसँग लगेका थिइनँ क्यारे। राति बियर खाएर छोरो घर फर्कियो। बाउको गालीबाट बच्न छोराले ल्यापटप खोल्यो र पढ्न थाले जस्तो गर्यो। यो सबै चर्ती कला बाउले हेरिरहेको थियो। बाबु, तिमीले आज पनि फेरि रक्सी खाएर आयौ है? होइन बुवा, खा छैन। त्यसो भए यो सुटकेस खोलेर के पढ्न लागेको त? रामले रावणलाई मारे, दुईटीको नामको अगाडिको अक्षर आरआर। कृष्णले कंसलाई मारे, दुईटीको नामको अगाडिको पहिलो अक्षर के। गोडसेले गान्धीलाई मारे, दुईटीको नामको पहिलो अक्षर जी। ओबामाले ओसामालाई मारे, दुईटीको नामको अगाडिको पहिलो अक्षर ओ। फेरि कटप्पाले बाहुबलीलाई कसरी मार्यो यार, अझैसम्म बुझ्न सकिँदैन। एकजना युवक चिना हेराउन गुरुजीको आश्रममा गए। ओहो बालक, तिमीले जीवनको पहिलो 40 वर्षसम्म अत्यन्तै कष्ट झेल्नु पर्नेछ बालक। पण्डितजी, त्यसपछि नि? त्यसपछि बानी पर्छ, सहन सक्छु बालक। गोफलेले भगवानसँग प्रार्थना गर्यो। हे प्रभु, हजुरको कृपाले मलाई बाटोमा हिँड्दा हिँड्दै 1000 रुपियाँ भेटियोस्। यदि यस्तो भयो भने 500 रुपियाँ म हजुरलाई चढाउँछु र 500 रुपियाँ म राख्छु। बाटोमा हिँड्दा हिँड्दै अलि पर पुगेपछि गोफलेले 500 रुपियाँ भेट्टायो। त्यसपछि गोफलेले भगवानसँग गुनासो गर्दै भन्यो, प्रभु, के म माथि तपाईको यति पनि भरोसा थिएन र, जो कि आफ्नो भागको पैसा पहिल्यै काटेर दिनुभयो? कोही धनको नाममा झगडा गर्छन्, कोही धर्मका नाममा झगडा गर्छन् भने कोही जातिका नाममा लड्छन्। पति र पत्नी मात्र हुन् जो निस्वार्थ भावबाट प्रेरित भएर भयङ्कर झगडा गर्छन्। दर्शक साथीहरू, नेपाली कमेडी भण्डारको आजको प्रस्तुति तपाईहरूलाई कस्तो लाग्यो? यदि राम्रो लागेको छ भने च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। लाइक, कमेन्ट र शेयर पनि गरिदिनुहोला। सब्स्क्राइब गरिदिनु भयो भने आउँदा दिनहरूमा हामीले अपलोड गर्ने अझै राम्रा प्रस्तुति सहितका भिडियोहरू सबैभन्दा पहिला तपाईले हेर्न पाउनुहुनेछ। हस्त साथीहरू, यसको साथै छिट्टै नेपाली कमेडी भण्डारको 6औं श्रृङ्खलाका साथमा उपस्थित हुने वाचा सहित अहिलेलाई बिदा हुन्छौं। धन्यवाद।